नमस्कार। आज म बालिका खण्ड काव्यबाट 216 देखि 20 सम्मका श्लोकहरू वाचन गर्ने अनुमति माग्छु। यो खण्डकाव्यका रचयिताहरू कविवर कविराज घिमिरे तथा बालिका निरौला पौड्याल हुनुहुन्छ। 216 देखि 220 सम्मका श्लोकहरू यसरी व्यवस्थापन गरिएका छन्। यी नवजोडी विशिष्ट बन्छन् सबैका निमित्त, हेर्दछन् मुख कोसेली दिँदै बनेर प्रवृत्त, कामना गर्छन् अनन्तसम्म पिरती गाँसियोस्, हातमा लड्डु सदैव परी अभाव नासियोस्, हातमा लड्डु सदैव परी अभाव नासियोस्। रजनी आज सामान्य हुन्छन् अड्कल गरे झैँ, जोडी नै बन्छन् तरल काफी भूकम्प गए झैँ, सौभाग्य रात्रि गुलियो बन्दा जीवन हाँस्नेछ, दुवैले बुझ्छन् गहका कुरा पिरती नाच्नेछ, दुवैले बुझ्छन् गहका कुरा पिरती नाच्नेछ, ससुरा सासु दिलमा राख्न जान्दछिन् बालिका, जेठा जुवानी देवर जान्न थाल्दछिन् बालिका, बुझ्नु छ धेरै भएर सानी अन्य छन् जहान, हेर्दैछिन् नित्य कत्रो छ पानी पुगेर मुहान, हेर्दैछिन् नित्य कत्रो छ पानी पुगेर मुहान, छोराको निम्ति कस्तो छ दृष्टि आमा र बाबुको, बुहारी निम्ति सम्बन्ध बढ्छ सो अनुसारको, त्यसैले यहाँ सम्झिनु पर्छ हरेक जोडाले, परिवारमा सद्भाव राख्नु पर्दछ छोराले, परिवारमा सद्भाव राख्नु पर्दछ छोराले, बुहारी भन्दा भूमिका ठुलो छोराले गरेर, परिवारमा एकताबद्ध पार्नु छ बढेर, नयाँमा नयाँ बुहारी बोल्दा हुँदैन शोभन, सवाल केही उठेमा छोरा बनाउन् प्रसन्न, नयाँमा नयाँ बुहारी बोल्दा हुँदैन शोभन, सवाल केही उठेमा छोरा बनाउन् प्रसन्न, सवाल केही उठेमा छोरा बनाउन् प्रसन्न। जय होस्।